अर्थमन्त्री स्वर्णिम वाग्लेज्यूले भर्खरै प्रसारण गर्नुभएको अथवा अपलोड गर्नुभएको न्युज अनुसार चाहिँ 2083 वैशाख 2 गतेबाट असार 7 गतेसम्म चाहिँ करिब 4500 जना अनुसन्धान कर्मीहरूले चाहिँ आर्थिक विवरण सङ्कलन गर्नको लागि हामीहरूको घर दैलोमा आउने जानकारी उहाँले गराउनु भएको छ। यो गराउनुको कारण चाहिँ हामी नेपालीहरूको लगभग 100 जनामा 55 जनाको चाहिँ कति आम्दानी हुन्छ, खर्च के हुन्छ, पेसा के हो भन्ने कुरा सरकारलाई डाटा छ भने 45 जनाले चाहिँ अझै पनि के काम गर्नुहुन्छ, त्यो कर सरकारले उठाउँछन् उठाउँदैनन् भन्ने कुरा सरकारलाई अझै थाहा नभएको कारणले गर्दा स्थलगत रूपमा अब चाहिँ अर्थतन्त्रमा सुधार गर्नको लागि नेपाललाई अर्थतन्त्रको रूपमा चाहिँ एउटा अगाडि बढाउनको लागि यो चाहिँ सरकारले गरेको पहिलो राम्रो कदम हो। यसलाई यो चाहिँ स्वीकारयोग्य छ। तपाईँ हामीहरूले चाहिँ अब सरकारको अनुसन्धान कर्मीहरू घरमा आइपुग्दाखेरि चाहिँ तपाईँ हामीले चाहिँ उहाँहरूलाई आधिकारिक सत्य तथ्य विवरण चाहिँ दिनुपर्छ। जस्तै हाम्रो घरमा कतिजना पेसामा संलग्न हुनुहुन्छ, कुन कुन काम गर्नुहुन्छ, त्यो काम गरे बापत सरकारले उहाँहरूसँग अथवा तपाईँ हामीसँग करहरू लिन्छन् लिँदैनन् भन्ने कुराहरू चाहिँ उहाँले डाटा लिन आउनुहुन्छ। हामीले सत्य तथ्य जानकारी चाहिँ दिएर पठाउनुपर्छ र यो चाहिँ अर्थ मन्त्रालयमा गएर पछि हामीहरूको वास्तविकता के छ त, नेपालको अर्थतन्त्र कस्तो छ त भन्ने वास्तविकता थाहा भइसकेपछि त विकासको लागि उहाँहरूले यो गर्नुपर्छ भन्ने थाहा पाउन सकिन्छ त। त्यसैले यो राम्रो पहल हो, राम्रो कदम हो। तपाईँ हामीहरू सबैले सहयोग गर्नुपर्छ।